पानी आयो अब ट्रेकिङ त अनि यस्तो छ हो पछाडि फुल प्रिपरेसन स्थितिले चाहिँ यस्तो कभर गरेर चाहिँ हिँडेको हामी केटाहरू बसेको ढोक्यो है हामीले यहाँ देउरालीमा बतास चल्यो कुहिरोको बाटो उकालै हामी तीन भाइ यहाँबाट छिर्यो भने चाहिँ यो पुग्छ कर्ग्या पुग्छ यहाँ छैन यहाँमा यसो छिर्नु के सर सेत हो यहाँनिर पुलिस आएको छ नि तर गुराँसको टाइममा आयो भने त हामी तपाईँले साइडमा देख्नु हुँदै होला टेन्डुमको चाहिँ मेरो घरको भ्यू चाहिँ कस्तो आउँदैछ यहाँ हेर्नुहोस् देख्नुभयो होला हो यो ठाउँ चाहिँ आएको हामी चाहिँ हाम्रो घर चाहिँ यता है यताबाट खिचेको कि तर कहाँ हो घरबाट त टक्कै आउँछ यारको बुट यहाँ रहेछ गाइस कासिम चुस जस्तो लाग्यो मलाई एकताल गीत गाइदिनु नि त्यो दीपन प्यारे आजा तेरा तुझारे आजा पवित्र ढुङ्गा भनी पठाए होइन के भन्छ त्यो याद छैन तपाईँहरू नरिसाइदिनुहोस् है मूर्ति पवित्र मूर्ति मलाई त आइडिया छैन तर पनि जस्ट सरी फर द्याट एक्सट्रिमली सरी है हामी तिनजना मात्रै छौँ है हौ त्यो चाहिँ बल्छ त्यो त होइन त्यो त सोलर प्लेट तपाईँहरूले पनि आएर यस्तो चाहिँ नगरिदिनुहोस् है अब जसले गर्यो त्यो चाहिँ त्यसलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु हम तो ऐसे हुआ है स्लीपिंग बैग हम लोग तो सो गए फूले देवतिनी इंग्लिश पनि गीत आउँदो रहेछ त महाभाषा Namaste, if you are new here, I am Bimal and welcome back to my channel with new vlog. So this is New Bridge पुल हो यो चाहिँ यहाँ केटाहरू चाहिँ यहीँबाट जाने भन्दै थियो यो ओपनिङ चाहिँ भएको छैन हो खोइ केटाहरू रानी पुल नघुमौँ यतैबाट ओह्रालो जाउँ भन्दै थियो केटाहरू पनि आइपुग्यो ल क्या ल ल विष्णु दाले ओ उताबाट हिँड उयोबाट छैन उतापट्टि खुल्लै छ कतिजना गइसक्यो सो नयाँ पुलबाट लाग्दैन आज नयाँ पुलबाट लाग्दैन सो यो चाहिँ ओपनिङ भएको छैन हो यो ब्रिज चाहिँ तर पनि हामी आज अलिकति खुल्ला रहेछ कि लाग्दैको यहाँबाट यो चाहिँ हाम्रै गाउँको हो हाम्रै गाउँको नयाँ सायद यो अस्ति मोदी आउँदा यो पनि इनअग्रेट उयो भयो कि भनेको खोल्छ होला यहाँनिर किन नखोलेको भनेर अब यहाँ फोटोसोटो एकदम सुट गर्ने अरे हो यहाँदेखि चाहिँ गइन्छ आज जुन हामी ट्रेकिङ गएको सो यहाँ चाहिँ हामी एकछिन ब्रेक लिएको फोटो खिच्ने हो ल फोटोसोटो खिच्यौँ त्यहाँदेखि लाग्यो चाहिँ हामी डाइरेक्ट लाग्यौँ हो फेरि हाम्रो आफ्नो कति 1 महिना बादमै होला भयो है
अलमोस्ट अब 1 मन्थमै फेरि हामी अर्को ट्रेकिङ हान्दैछौँ। अगाडि गइरहेको छ हजुर यो हप्ता कहाँ जाँदैछौँ अहिले म बाटोमा भनिहाल्छु। सो लेट्स गो। पाउँदैन नि ल ल ल ल ए नयाँ ब्रिज चाहिँ ओपनिङ नगरिकन हामीले ओपनिङ गरिदिएको है। सबै कुरा ठिकै होला नि। यता गएर सार्नु पर्ने रहेछ क्या हौ। यहाँ बारेको छ नि त हामी चाहिँ जबरजस्ती पसेको जस्तो भयो। यहाँबाट चाहिँ हामी चाहिँ अब रानी पुलहरू घुमिबस्नु पर्दैन नि त। अब यत्रो 3-4 किलोमिटर पर्छ हो। त्योभन्दा चाहिँ पुरा हामी सर्टकट चाहिँ यही हाम्रै नयाँ ब्रिजबाट चाहिँ जान्छ। त्यही भएर चाहिँ हामी चाहिँ यो ब्रिजबाट आएको हो। ओपनिङ चाहिँ भएको छैन तर पनि हामी अलिअलि त्यो बाइक छिर्ने बाटो रहेछ हो। त्यही भएर चाहिँ हामी लाग्दिहालेको। बिहान बिहान चाहिँ अब पाउँछ। अब दिउँसोतिर चाहिँ भने चाहिँ देख्यो भने चाहिँ कराउँछ नि त। यहाँबाट लाग्दै बसायो काटिहाल्नु छ। ढ्याम्मै लाग्छ फेरि नभए बसलाई चाहिँ अलिक निकै साह्रै पर्छ नि त कटाउनु। हामी चाहिँ आज ट्रेकिङ जाँदैछ। ट्रेकिङ 2 दिनको आज र भोलि हाम्रो 3 दिन छुट्टी छ। तर आज र भोलिसम्म चाहिँ हामी 2 days 1 नाइटको उयसमा जाँदैछ। हामी टेन्डुङ जाँदैछौँ। हामी टेन्डुङ जुन चाहिँ मेरो घरबाट चाहिँ सिधा देख्छ। सो यहाँ अब हेरौँ बाटोमा के हुन्छ कस्तो हुन्छ हेर्दै जाउँ। अहिले चाहिँ यहाँ हाम्रो टपखानीमा आइपुगिसक्यो टनलमा। सो एभ्री भ्लगमा चाहिँ यो बाटो हिँड्यो भने चाहिँ यहाँको चाहिँ एकदम सुट गर्ने अब त कस्तो हुनु थालेछ लाइटहरू पनि। अस्ति त मजाको दामी देख्थ्यो हो। अलिक धुम्म भएको जस्तै भएछ। सो राइट नाउ अहिले चाहिँ हामी सिङताम बजार आइपुग्यो। सो यहाँबाट बजारबाट भित्रबाट पसेर जानुपर्छ हामी चाहिँ। यता गयो भने चाहिँ रम्फू हो। सो यताबाट चाहिँ हामी लाग्छौँ तिमीतारको हुँदै जानुपर्छ। आज चिया बगान हुँदै यो त्यो सिङताम हो। एकदम गरम जग्गा हो गरम। यहाँबाट चाहिँ टिस्टा कुदिरहेछ ल टिस्टा है। काम चाहिँ अहिलेदेखि गरेको होइन। यहाँ चाहिँ अलिकति बाटो चाहिँ सो या अब चाहिँ हामी इस्टदेखि चाहिँ साउथ डिस्ट्रिक्टपट्टि जाँदैछ। यहाँ अलिकति यस्तो छ तर प्रायः भनौँ भन्दा चाहिँ अब साउथको चाहिँ रोड अलिक मजाले बनाएको छ भनौँ न। पिचहरू गरेको छ। साउथको चाहिँ रोड मजाको छ। अहिले यहाँदेखि यहाँ माथि पिन्छ दामी छ। इस्ट साउथहरू चाहिँ अलिक उयो छ। वेस्ट त्यस्तो छैन। नर्थ अनि नर्थ आदि बजार मङ्गानसम्म चाहिँ त्यहाँदेखि उता चाहिँ अब मङ्गानको त अब सबैलाई थाहा भएकै हो। रोड घरि बिग्रिन्छ घरि के हुन्छ होइन। बाटो त्यस्तै हो साला। यो 1 2 3 चाहिँ यो पालि चाहिँ हाम्रो रड्डी भयो नि। मेरो गुरुडुङमा जाने प्लान थियो। बाटो यो भएर रड्डी भयो नि। क्यान्सल भएर चाहिँ अन्त हामी चाहिँ ट्रेकिङ हिँडेको।
यहाँ अब यो बाटो यस्तो 10-20 भइसकेको रहेछ। केटाहरू कराएको अब चाहिँ रोड दामी छ। रोड यहाँ अलिकति कन्जस्टेड छ हो, न्यारो रोड छ। अलिक माथिदेखि चाहिँ एकदम ठुलो बनाइदिएको छ रोड चाहिँ। आज मजाको दिन भयो, घामसाम लाग्यो हो। तर हामी यसो उकालो हिँड्दा चाहिँ पानी पर्छ जस्तो लाग्दैछ। हुनु त यता उयो हुँदैछ हो। अब गाइस अहिले चाहिँ हामी बर्मेक फाटकमा आयो। सो यहाँबाट चाहिँ बर्मेक जान्छ उकालो। र अब चाहिँ हाम्रो नयाँ रोड आयो। रोड यो गाडीवालाको यो रहेछ। यहाँ चाहिँ रोड पुरा उयो छ, सिङ्किङ जोन भएको रोड हो यो। केटाहरू उछलिँदै जाँदैछ। यो पालि चाहिँ अब अलिक उयो खालको बनाएर रोड बनाएर मात्रै यतिको भएको। नभए चाहिँ हिल्लो चाहिँ यस्तो डरलाग्दो माथिबाट झर्थ्यो नि त। केटाहरू मजा छ मजा। म्यानकाइन्ड आयो, म्यानकाइन्ड कम्पनी म्यानकाइन्ड। यहाँको त टर्निङ चाहिँ ओभर उयो छ नि। उहिले हामी चाहिँ अब गाडीमा चाहिँ त्यस्तो थिएन, कम्पनी थिएन नि त। यहाँ चाहिँ सानो यो ठुलो भएर चाहिँ यो चाहिँ सानो छ नि त रोड। यतापट्टि चाहिँ झन्डै झरेको नि। यहाँबाट डिलमा गएर रोकेको नि त। डिलमा गएर रोकेको नि त। कता देखाएको कता देखाएको? उसले त भित्र देखाइरहेको छ त। भित्रपट्टि पनि हानिरहेको छ त। यो त्यो रोड त के छ नि हो। आम्मामा साउथपट्टि चाहिँ प्रायः रोड चाहिँ यस्तै छ। भने जस्तो गरेको छ। सो गाइस अब चाहिँ हामी यहाँबाट चाहिँ उकालो जानुपर्छ। आइपुग्यो अब चाहिँ हाम्रो तिमीतार्कु जाने फाटक। उता गयो भने चाहिँ राइट गयो भने चाहिँ रामङला जान्छ। हामी चाहिँ यता नाम्चीपट्टि तिमीतार्कु नाम्ची यतैबाट जान्छ। सो अस्ति चाहिँ हामी उताबाट गएको थियो ट्रेकिङ। आज चाहिँ हाम्रो यता तिमीतार्कु। सो यहाँबाट हामी तिमीतार्कुबाट दामताङ जानुपर्छ। दामताङमा चाहिँ बाइक राखेर त्यहाँदेखि चाहिँ हामी यताउता सौदा खानेकुरा केहरू किन्छ। त्यहाँदेखि चाहिँ हाम्रो ट्रेकिङ सुरु हुन्छ। अलमोस्ट 3 घन्टा जस्तो लाग्छ। यहाँबाट चाहिँ यस्तो कञ्चनजङ्घा देख्थ्यो कि सबै थुन्दी भएको रहेछ। मान्छेहरूले कहाँ गएको भाइ भन्छ कि हामी ट्रेकिङ गएको भनेको अम्बो यतिको जुगा पुरा लाग्छ त भन्छ। जुगा त केही होइन हामीलाई त। हामी हिजो अस्ति भर्खर रिसेन्टली ढापर र उयो हानिकन आएको। केही होइन त्यो जुगा, किर्नाले टोक्छ नि। त्यही भएर तिमीतार्कु आइपुग्यो। चिया बगान
यता माथि चिया बगान यता पनि चिया बगान बिचमा चाहिँ हामी पानी परेर तर यता साथीलाई टिमी तारको कस्तो लाग्यो टिमी दामी जग्गा रहेछ अब यो चाहिँ योपालि चाहिँ मेरो सेकेन्ड पालि हो मामाहरूसँगै होइन यता दुईजनासँग यता चाहिँ अब नयाँ जग्गा ट्यान्डोङ भन्ने जग्गा होइन अनि यही टिमी तार भएर जाँदो रहेछ अब म पनि यहाँ त फर्स्ट हो नयाँ दामी जागे जग्गा गाउँ आफ्नो गाउँ जग्गा जस्तो लाग्यो किन भन्दाखेरि हाम्रो पूजा पनि कमानबारी छ हो तिमीहरूको त ठुलो हो नि त मजाको लाग्यो अन्त खाना त खाएको छैन भोक त पुरा लागिरहेको छ हो होइन खाना तल खोज्छ पाएन अब गएर खानुपर्छ अब माथि दामतममा हेरौँ हो दामतममा माथि हेरौँ अब के हुन्छ सही यही चिया बगान चाहिँ हाम्रो चाहिँ यता चाहिँ साथी चाहिँ दार्जिलिङको हो कि दार्जिलिङ भन्दा चाहिँ सानै हो हामी अन द वे छ टिमी टी गार्डनको सो लाग्दिउँ है भोक लागेर साह्रो परिसक्यो यता सागर भाइ सुस्त भएर चाहिँ भोक लागेर भातै पाएन तिमी तार्कोमा पनि केटाहरू भात नखाइ त सक्दैन नि त ल लाग्दिउँ है अब हामी चाहिँ लाग्दिउँ गाइस अहिले चाहिँ हामी टिमी टी गार्डनमा आइपुगेछ सो यहाँनिर हामी खाजा खाएर चाहिँ लाग्छौँ चिया चियाहरू मिलिरहेको छ सो हामी यहाँनिर यहाँ चाहिँ मौसम यस्तो भइसकिसक्यो अब हामी हिँड्दा चाहिँ यस्तो हुन्छ होला दार्जिलिङको मान्छे हो म त मलाई थाहा छ दार्जिलिङको टेस्ट कस्तो हुन्छ चियाको अब यहाँ तिमी तारको पनि अब चियापत्तीको होइन टेस्ट गरौँ होइन राम्रै छ ठिकै छ है फ्रेस खाएको छैन फ्रेस खाएको यसो मिठो रहेछ दामी एउटा त हामी खाइरहेको हो जानुपर्छ हामी पनि एक दिन चाहिँ दार्जिलिङको चाख्नु हामी अब चियर्स गरेर ल खाना पनि आइहाल्यो हो खाना खाएर चाहिँ त्यहाँ चाहिँ लाग्दिउँ ल ट्रेकिङ जाने भने चाहिँ यस्तो तलको पानी आउँछ कसरी जानु अन्त पानी हेर पानी अहिले हामी बसेको एकछिन बाहिर निस्क्यौँ हो है पानी त खतरा आएको पानी पानी भयो कस्तो पानी आयो अब ट्रेकिङ त गाइस अहिले चाहिँ हामी दामथाङमा छ बाइकहरू पनि हामीले पार्क गरिहाल्यो यहाँनिर दिदीहरूको दोकानमा भनेर सो अब यहाँ चाहिँ हाम्रो बार्सहरू बुस्टरहरू बाँड्दैछु बेसी हुन्छ भनेर हो साइलेन्ट कस्तो भाइ मेरो देखाइदियो त मेरो देखाइदियो नि ब्याग निन्जा टेक्निक लाग्यो है मैले चाहिँ निन्जा टेक्निक घाम पो लाग्यो त फेरि अघि त पानीले यस्तो चुट्यो कि आम्मामा हल्का लगाइदिइहाल्यो जुत्ता भिजेको छैन नि त आमा चप्पल ल्याएको छु मैले पनि हो तर नलगाएको जुत्ता यता त यी सबै भिजेर तिमी चाहिँ नलगाएको तिमीले त्यो 1300 बनाएको छ अन्त कहाँबाट हुन्छ अन्त ठाडो गर्नु पर्दैन अन्त यताको पनि भयो
हुँदैन त 1300ले मुनि तान्दिन त्यहाँ ए भयो त उताली जस्तो भइरहेछ त अन्त यहाँ मुनिको दिँदैन आम्मा यो त अर्कै टेक्निक लगाइहाल्यो आफ्नो आफ्नो दिमाग ए उता निस्किहाल्यो त ऊ तिम्रो दामी भएको छ कहाँ गएको पेन चाहिँ हेर्नु मुतेको जस्तो भइरहेछ सो हाम्रो चाहिँ यताबाट आएको हो तपाईँ यो पछाडिबाट हेर्नु नि म खिच्दै सो यो बाटो जान्छ नाम्ची यो जान्छ राबङला गाइस अब हामी जाँदैछौँ नि जुगा देशी जुगा अब गएको निन्जा टेक्निकहरू हेर केटाहरू ओह्रालो नाम्ची जाएगा इधर राबङला उधर है गएको क्या है यिनीहरू राबङला गएको सामानहरू के ठिक्कै लिमिटेड छ होइन आज त लिमिट छ पहिला खिचेको हल्का छ आज खानाहरू छैन भात छैन हो तँ लाग्नु मुकालो लाग्यौँ है हामी चाहिँ उकालो गाइस अब चाहिँ हामी सुरु गऱ्यौँ है स्टार्ट गऱ्यौँ है ट्रेकिङ सो यो चाहिँ दामथाङ सानो एउटा रोक्नु सकेन पानीले चाहिँ पानीले चुटेर भयो नि यहाँ पेन हेर्नु मुतेको जस्तो छ अघि भिजेर लुत्रुकै भइरहेछ एकपल्ट चित्तापछि चितायो बितायो रेनको चाहिँ यस्तो भयो मेरो 5 साल भएको थियो अब चाहिँ रेनकोटले नयाँ माग्दैछ हो लुगा पनि डल्लै भिजिरहेछ भित्र पनि हो सो ल मेरो पनि देखाइदियो यता यहाँ त ड्रेसी जुगा र यस्तो छ हो ए पछाडि फुल प्रिपरेसन हो पानीले रोक्नु सक्दैन हामीलाई घाम पो लाग्यो ल कहाँ गयो घाम पनि यस्तो छ नजर यो चाहिँ बाटो यस्तो छ दामी छ बाटो चाहिँ ल मलाई त उयो यो बाटो ट्रायल चाहिँ मजाको छ अस्तिको त मजाको छ नि टफ हो नि त त्यो चाहिँ टफ हो यो भनेको चाहिँ अलिक उयो इजी हो ल हाइट यहाँ चाहिँ हामी फुल टिप्नु चाहिँ मनाइ छ हो डु नट प्लक फ्लावर्स भन्दैछ गुराँसहरू फुलिसकेछ आधीतिर केटाहरू हिँड्ने स्थितिले चाहिँ यस्तो कभर गरेर चाहिँ हिँडेको हामी केटाहरू मेरो पनि यस्तो छ कि हो एकदम ट्रायल चाहिँ एकदम दामी छ हो तपाईँले हेर्नु सक्नुहुन्छ यस्तो मजाको छ हो सो हामी जानुपर्ने चाहिँ यो माथि हो यो देख्दै गरेको जग्गा हो अल गाइस यहाँनिर चाहिँ एउटा उयोले चाहिँ किप क्लिन फरेस्ट सो यहाँ जग्गा जग्गा उयो फ्याल्ने पनि बनाएको थियो यहाँ त्यहाँ पो थियो अहिले त छैन सफा जग्गा है त राम्रो गरिदिनु नि सेफ ट्री सेफ लाइफ जुगा त रे यस्तो खाइसक्यो जुगा छ यहाँ हेर जुगा बसेको हेर त्यसो चल्दै ओ भैया भैया पसिना हेर लोग ल ढोक्यो है हामीले यहाँ देउरालीमा बतास चल्यो
कुहिरो कुहिरोको बाटो उकालै उकालै हामी तीन भाइ यहाँबाट छिर्यो भने चाहिँ उयो पुग्छ कर्गिया पुग्छ यहाँ छैन यहाँमा यसो छिर्नु हो हेलो यहाँ पूजा गरौँ न यहाँ बसौँ न ल हामी थर्ड चौतारा आयो यहाँ एकछिन बसौँ होला सेफ ट्री सेभ द ट्री लाइफ सेफ यो जुगा जुगा So alright guys, we are leaving from here. केटाहरू यता छ खिच्दैछ सागर भाइ यता अगाडि गइसक्यो सो हामी आधी बाटो पुगिसक्यो अब आधी बाटो छ सो लेट्स गो केटा हो लेट्स गो पानी झरीमा अहिले चाहिँ पानी परेको छैन हो अघि तल चाहिँ बाटोमा चाहिँ भिजायो हो अब हेर्नु यहाँबाट चाहिँ अब यस्तो उकालो मिङमा डडाको बाटो यही है अँधेर उकालो छ नि यहाँ चाहिँ अघि असिना पऱ्यो भन्दै थियो हाम्रो अगाडिको ग्रुपले हो रहेछ असिना चाहिँ बिल्लेको छैन अब हामी बन्नु अलिक हावा तान्दा हुँदैछ यो हावा तान्दैछ क्या पोटलले कुकिङ चाहिँ नम्बर 1 गर्छ पोटलले आजको ट्रेकिङ त अस्तिको जस्तो छैन होला नि सोचेर सामान पनि कम्ती छ यसपालि ठिकै छ हल्कै छ बाटो राम्रो छ जग्गा दामी रहेछ यो अघि मैले खिचेको नि त मैले अस्ति उसलाई पनि भनेको अलमोस्ट हामी पुग्नु आँट्यो गाइस त्यही छ प्लिज कमेन्ट गर्नुहोस् यो के हो न्यू हो कि टुसार हो कि असिना हो गाइस हेर्नुहोस् तपाईँहरूले लाटा त्यो असिना हो भन्ला नि कमेन्टमा इट्स जस्ट कन्टेनर प्लिज कमेन्ट गर्नुहोस् यो के हो न्यू हो कि टुसार हेर नि के साह्रो सेतो यहाँनिर हेर त अन्त के साह्रो सेतो यहाँनिर हेर त फर्स्ट हाम्रो गाइस कम अन सेकेन्ड या गाइस आउनुहोस् हामी के साह्रो दामी जग्गा हेर त के साह्रो दामी जग्गा गाडी हो के हो यो परेको हो कि गाइस यस्तो दामी भइरहेछ यो आइज के गरिन आइज यो चाहिँ फिफ्थ चौतारा है ल आइज कुकुर रहेछ कि यहाँनिर कम अन आजा रुख लडेको थिएछ राम्रै छ बाटो ओके हो मेरो गाइस
फाइनली हामी चाहिँ आइपुग्यो 2 घन्टा 35 मिनट्समा 3.4 किलोमिटर। चाबी ल्याउनै बिर्सेछु गाइस। हेर्नु नि काकाले दुईवटा ताला लगाइदिइरहेको रहेछ। 14 19 16 19 भएछ, 4 19 भएछ। भन्नु छ नि काकालाई कस्तो बिर्सेछु नि हो चाबी ल्याउ। छोड्दै अब माथि चाबी नभएको जग्गामा बसौँ। काकालाई चाबी माग्नु बिर्सेछु। गाइस फाइनली हामी आइपुग्यो। यस्तो दामी जग्गा रहेछ हेर्नु चाहिँ। जङ्गल बिचमा चाहिँ यसलाई भन्छ ट्यान्डोङ हिल्स। वासरुमहरू छ। मोनास्ट्री सानो छ यहाँनिर। Wow! Welcome to Tendong! Yeah! Come on! Welcome! यो टावर हो। फाइनली गाइस पहिला उता जाउँ, अहिले आऊ न। यो चाहिँ उयो हो, यो चाहिँ मोनास्ट्री हो। उपर छ, उपर पनि छ घर। उयो माथि गएर यस्तो दामी देख्छ। त्यो मैले यस्तो गर्नु खोजेको यहाँ माथि गएर हो। गुरा चाहिँ कस्तो फुलेको थियो यहाँनिर फुलै थियो नि। त्यो हामीले फोटो खिचेको छैन, यति मजाको त्यो क्या उयसको थियो नि त्यतिखेर समयमा कि खिचेन हामीले त्यहाँ। सो गाइस हामी चाहिँ उयो त्यो उपर घर छ कि त्यहाँ जाँदैछ। अगर मान्छे छैन भने हामी त्यहीँ बस्छ। यहाँ यति मजा झकमक्क परेर यत्रो गुच्छा रहेछ यहाँ हेर्नु न। फुलिसकेको छ नि तर गुराँसको टाइममा आयो भने त दामी। यहाँनिर चाहिँ छ यी हेर प्रोफाइलहरू हुन्छ। प्रोफाइल पनि रहेछ। ए त्यो उयो छैन रहेछ नि, क्याक्टिस पनि रहेछ क्या। ए होइन रहेछ। सो बेलुका चाहिँ हाम्रो स्टे। अब गाइस अब चाहिँ हामी फाइनली आइपुग्यो। अन्त यहाँ एउटा घर थियो, यहाँ घर त निकै छ, एउटा दुईवटा जस्तो घर छ हो। यो चाहिँ म सेकेन्डपल्ट हो मैले गर्दा चाहिँ। अब यहाँनिर चाहिँ थाहा थियो, त्यही भएर हामीले टेन्सन बोक्नु परेन हो। सो भाइहरू चाहिँ ऊ चाहिँ पहिले हामीसँग प्लान थियो, तर उसको चाहिँ कामले गर्दाखेरि आउनु पाएन। सो योपल्ट चाहिँ आउनु पायो। उता त अब चिनेकै होला, अब सेकेन्डपल्ट हो हाम्रो साथी हो। सो यहाँ आएर अब हामीले टक्कै हामीले सेटअप गरेको छ हो। यहाँनिर यो रुम चाहिँ यता पनि छ, उतापट्टि पनि छ, अनि पल्लोपट्टि चाहिँ किचन पनि छ। त्यहाँनिर चाहिँ अब भरे बेलुका के खुवाइ हुन्छ। यहाँनिर चाहिँ घुम्ने जग्गा चाहिँ के छ भने चाहिँ अब वरिपरि चाहिँ गुराँस छ। अस्ति आएको भए चाहिँ तर गुराँस भेट्ने थिएछ, अहिले चाहिँ तर गुराँसहरू सबै झरिसकेको छ। 15 दिन जस्तो अगाडि आएको भए चाहिँ भेट्ने थिएछ। सो पर चाहिँ टावर छ। सो यो चाहिँ टेन्डोङ डाँडा चाहिँ कहाँ पर्छ भने चाहिँ यो चाहिँ दामथाङदेखि चाहिँ हाइकिङ गरेर जानुपर्छ, ट्रेकिङ गर्नुपर्छ। सो 2.5 घन्टा लाग्यो। पहिलेको पालि चाहिँ एकजना साथी चाहिँ अलिक हिँड्दैन थियो, सो त्यसले गर्दाखेरि चाहिँ 3 घन्टा लागेको थियो। सो यो पालि चाहिँ 2.5 घन्टा लाग्यो। सो तपाईँले साइडमा देख्नु हुँदै होला टेन्डोङको चाहिँ मेरो घरको भ्यू चाहिँ कस्तो आउँदैछ यहाँ हेर्नुहोस्। देख्नुभयो होला हो, यो ठाउँ चाहिँ आएको हामी चाहिँ। यो जग्गा फेरि अब कति दामी छ फेरि हेर्नुहोस् है। अहिले देखाइदिन्छ नि केटाहरूलाई भनेको विन्टरको टाइममा चाहिँ यहाँ चाहिँ छ्याप्पै हिउँै हुन्छ, झन् दामी हुन्छ त्यतिखेर। अब आई होप विन्टरको टाइममा पनि आइन्छ होला होइन केटा? आउनुपर्छ, अभियसली नि आउनुपर्छ त्यतिखेर। तर आजको हाम्रो ब्याड कन्डिसन चाहिँ के भयो भने चाहिँ स्लिपिङ ब्यागहरू चाहिँ डल्लै सुकाइरहेको छ हामीले। हामीले प्लास्टिक चाहिँ दामथाङदेखि मात्रै युज गर्यो, त्यहाँदेखि अगाडि युज गर्नु भन्छ। तर हामी राइड गरेर आएको कि त्यही कारणले प्लास्टिक हामीले बाँधिनँ। दामथाङदेखि हामी ट्र्याक गरेर आउँदा चाहिँ बाँध्यौँ हो। यहाँ आएर हामी खोलेको डल्लै हाम्रो ट्र्याकिङ ब्यागहरू चाहिँ भिजेर, भित्रको स्लिपिङ ब्याग पनि भिजेर, भित्रको लुगा पनि भिजेर। कन्डिसन चाहिँ यस्तोमा बसिरहेको छु। सब हामीले वरिपरि चाहिँ लुगा सुकाइरहेको छ। हाम्रो कन्डिसन चाहिँ त्यो छ। आज राति कस्तो खालको सुत्नुपर्ने हो लुगाहरू। अब सुक्यो। एउटा त मेरो अलिक बाँचेको छ, एउटा स्लिपिङ ब्याग चाहिँ अलिक भिजेको छ, सुकाइरहेको छ। अब हेरौँ के हुन्छ। आजको हाम्रो सुताइ चाहिँ हाम्रो यो एकदम
सेफ्टी शानदार दामी छ सेफ्टी नै छ है पानी परे पनि भिज्दैन पानी पर्यो कि असिना अस्की जेसुकै होस् अस्तिको जस्तै हाम्रो प्रिभियस भ्लगमा हाम्रो त्यस्तै घर थियो भन्दा पनि दामी छ यो पालिको चाहिँ तर हामीलाई रोक्नु सक्दैन असिना पानीले रोक्नु सक्दैन सक्दैन जुगा त झन् आधी केजी जस्तो लाग्यो खुट्टाभरि हो तर जुगा फ्याल्दै भएर पनि हामी आएको नेभर गिभ अप एकपल्ट जान्छु भनेपछि जान्छु के साह्रो दामी हो यो रुम त कस्तो खालको छ है यहाँ हेर्नु त त्यस्तो खालको गाइस अब हामी के गर्छ कसो गर्छ कता कता जान्छ अहिले एकछिनबाट देखाउँछौँ सो अहिलेको लागि बाई बाई हाम्रो घर चाहिँ यस्तो दामी छ हाम्रो घर आजको लागि ए कहाँ गरेको सो हामी टावरपट्टि गएको यहाँ चाहिँ टावर हो यो मेरो घरबाट देख्ने टावरको चाहिँ यही हो माथि त्यहाँ माथि चाहिँ मान्छे चाहिँ चढ्दाखेरि चाहिँ कस्तो मुटु चुडिन्छ होला आएको छ कि यहाँ फोटो यो चाहिँ गुम्पा हो सानो क्यामेराम्यान जल्दी फोकस गरो भने यहाँभित्र दाउरा होला कि लानुपर्छ है बालकहरू हुन्छ नि सो यहाँको भ्यूहरू चाहिँ यस्तो छ हो सो तपाईँ पूजा गर्ने जग्गा चाहिँ यही हो हाम्रो घर चाहिँ यता है यताबाट खिचेको कि तर कहाँ हो घरबाट त टक्कै आउँछ सो मेरो घर चाहिँ यता हो तर कताबाट आउँछ यो याद छैन यस्तो फगी लाग्यो नि त साह्रो पर्यो सोलर प्लेट गाइस हाम्रो यहाँ हल्का फोटो सेसन भयो अब हामी ओह्रालो जाँदैछौँ गाइस गाइस यहाँ हाम्रो यहाँ विमल दा यता हाम्रो सैलिन मामा म चाहिँ अहिले विमल दालाई हल्का मैले हल्का विमल दालाई चाहिँ अहिले चाहिँ मैले के भन्नु विमल दा साह्रै अब जहिले गर्नुहुन्छ म नै प्र्याक्टिस गर्दै गरेको बट आई एम नट द गुड क्यामेराम्यान आई एम ट्राई माई बेस्ट गाइज स्टे ट्युन गाइज लेट्स गो गाइस यहाँनिर चाहिँ हतारले गर्दा एउटा बुट पनि छोडिरहेको पूजा गर्ने जग्गा चाहिँ यहाँ छ गाइस ओफी यारको बुट यहाँ रहेछ गाइस कासिम चुस जस्तो लाग्यो मलाई हल्का ल आफ्नो आफ्नो एउटा यहाँ चाहिँ पहिला के थियो अरे विमल दाजु लेप्चाहरूको ध्वजा है लेप्चाको छ अरे गाइस हेर्नुहोस् यहाँ चाहिँ पहिला के थियो अरे कुवा थियो अरे होइन यहाँ खास चाहिँ कुवा होइन रहेछ कि यो बनाउनुको लागि चाहिँ हामी आउँदा चाहिँ यस्तो यो पिपलले चाहिँ कुवा उयो गर्छ हिस्ट्रीहरू चाहिँ तपाईँ हेर्नु चाहन्छौँ यहाँ चाहिँ ए गाइस हेर्नुहोस् तपाईँले टक्क तपाईँलाई हल्का यहाँदेखि जुम गरेर चाहिँ हेर्नुहोस् गाइस यहाँ ढुङ्गा कत्रो छ गाइस ढुङ्गाहरू हेर्नुहोस् गाइस यो ढुङ्गाको बारेमा तपाईँलाई के अलिकति आइडियाहरू छ आइडिया छैन तर यहाँ चाहिँ त्यो के भन्छ लेप्चाहरूको त्यो चाहिँ ठुलो बनाएको तान्जङ लरेम फत भन्ने गाइस हेर्नुहोस् न यहाँनिर त अब यो खालको ढुङ्गाहरू चाहिँ कहाँदेखि लिएको होला गाइस तपाईँ ढुङ्गा हेर्नु सक्नुहुन्छ ओ माई गड यो ढुङ्गा अराउन्ड 15 फिट जस्तो छ होला हौ यहाँ चाहिँ हल्का अब लाइक
उहाँ चाहिँ पहिल्यै आइसकेको थियो त्यही हल्का तर मलाई यो त्यसको चाहिँ सिम्बल अफ पिस लाग्छ हौ यो गुराँसहरू सबै फुलिसकेको हो यो चाहिँ डल्लै ग्रास फुलिसकेको यहाँदेखि ओह्रालो चाहिँ के छ लास्ट लगाउनु इट्स जस्ट अ जोक यो बाटो चाहिँ हजुर आउनु है मामा भालु आइन जान्दिन है तर यो बाटो चाहिँ मलाई किन तर डर लाग्ने क्या हो त्यस्तो फिल आउँछ यो बाटो चाहिँ तपाईँलाई यो बाटोमा चाहिँ किन डर लाग्छ त्यस्तै खालको भाइब्स चाहिँ अचानक मेरो मनबाट चाहिँ क्या हो त्यस्तो अस्ति पनि आउँदा म यहाँसम्म तल गएको थिएँ कि पुरा डर लाग्यो अनि फर्केर आएको यस्तो लागेन यहाँतिर यहाँदेखि चाहिँ ओह्रालो चाहिँ तर भोलि जाउँ टु बी कन्टिन्यू टुमोरो हेर्नुहोस् जानुहोस् न तपाईँ पनि हेर्नुहोस् गयो डरले फर्कियो यता पनि कस्तो रहेछ विपना प्यारे आज हुन्छ एकताल गीत गाइदिनु नि त्यो विपना प्यारे आज तेरा ही तुझा रे आजा विपना प्यार है आज यस्तो रहेछ जग्गा चाहिँ गाइस तर यो इज जस्ट जोक यो चाहिँ होली प्लेस हो तपाईँ डराउनु पर्दैन यहाँ चाहिँ लेप्चा कम्युनिटीले चाहिँ यति दामी वेल डेभलप गरेको रहेछ हो आई डोन्ट नो यसको के हो तपाईँहरूले इन्टरनेटमा तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ है एक्चुअल यहाँनिर तान्दोङको चाहिँ हिस्ट्री तपाईँ चेक गर्नु सक्नुहुन्छ ढुङ्गा चाहिँ गाइस हेर्नुहोस् न हौ तपाईँहरूले 15 फिट जस्तो रहेछ हो अन्त तर अब होला साथी नै होला साथी नै यो त 15 फिट जस्तो छ होला है 5 फिट छ भने यहाँ आइपुग्छ भनेपछि होला यो होला होला अझै मुनि कति गाडिएको छ यो ढुङ्गा बोकेर ल्याएको भन्ने है के हो मलाई त पुरा सर्च गर्नु मन पर्यो ढुङ्गाको बारेमा त गाइस हेर्नुहोस् न कस्तो दामी छ यु क्यान सर्च अन गुगल फोटो त भोलि खिचौँ ल यहाँनिर किनभने आज घुम्ने कि राउन्ड देख्दैन दामी लाग्यो मलाई चाहिँ हल्का गाइस क्यामेराम्यान चाहिँ मै हो अघिदेखि क्यामेरा पछाडि बोल्ने गाइस मैले यही भन्दै थिएँ हाम्रो गाउँदेखि चाहिँ यो टावर देख्छ अरे विमल दाले हेर्नुहोस् त गाइस आमा लो यसको टुप्पै देख्दैन लो आमा लो 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 आज चाहिँ अलिकति वेदर वर्स्ट भएर चाहिँ यो भएको ठिकै छ हौ यस्तो खालको वेदर कन्डिसनमा पनि हिँड्नुपर्छ हौ मान्छे आएपछि उता मन्त्र गर्न थालिसक्यो ध्यान दिन थालिसक्यो त्यही गाइस यो ढुङ्गा यस्तो छ हेर्नुहोस् यो ढुङ्गा हो कि के पवित्र ढुङ्गा ढुङ्गा भनी पठाए होइन के भन्छ त्यो याद छैन तपाईँहरू नरिसाइदिनुहोस् है मूर्ति पवित्र मूर्ति मलाई त आइडिया छैन तर पनि जस्ट सरी फर द्याट एक्सट्रिमली सरी है हामी 3 जना मात्रै छौँ 3 भाइ खाली 3 भाइ खालि प्रिभियस भ्लगमा पनि हामी 3 जना मात्रै अनि 2टा काम तपाईँहरूले सपोर्ट गर्नुभयो भने चाहिँ हामी यस्तो चाहिँ तपाईँहरूलाई दामी दामी जग्गाहरू घुमेर हामी भिडियो बनाएर तपाईँहरूलाई देखाइदिन्छौँ किन भन्दाखेरि तपाईँहरूले सपोर्ट गर्यो भने मात्रै हामीलाई पनि एउटा जोस हुन्छ जोस हो गाइस हेर्नुहोस् तपाईँलाई हल्का देखाइन्छ यो पूजा गर्ने ठाउँ चाहिँ मैले अब कतिवटा चाहिँ मैले टङ स्लिप गरेर के भने होला है रियली सरी फर द्याट दामी लाग्यो मलाई चाहिँ त्यही आज दुखा गरेर चाहिँ विमल दादा जाडो भएर यो दाउराको लागि बन्दोबस्त हल्का यो चाहिँ लुङदरहरू बाँध्ने सिँढी रहेछ ल्याउँछ त्यसको लागि यो घर त बन्दैछ होइन यसमा पनि राम्रो राम्रो थियो होला सामानहरू तर पनि अब हामी फर्किँदैछौँ गाइस गाइस तपाईँहरू आज हामीलाई चाहिँ अब के भयो भन्दा चाहिँ अलिक वेदरले चाहिँ अलिकति साथ नदिएको कारणले गर्दा चाहिँ अहिले चाहिँ यस्तो फगीहरू लागिरहेछ हेर्नुहोस् गाइस
हो यतादेखि टर्न गर्नु नि टर्न बिमलदा चाहिँ यहाँ देखियो कहाँ पस्यो यता हो यता मामा यता यता हो र म त अब क्यामेराम्यान हो केटाहरूलाई इन्स्ट्रुमेन्ट चाहिँदैन होइन के साह्रो दाउरा हो बोकाउँछ दाउरा यत्रो यत्रो दाउरा रहेछ हो अब क्यामेराम्यानलाई पनि बोकायो होला केटाहरूले हो धुवा मात्रै आउँछ जस्तो लाग्यो मलाई यसको चाहिँ यसो काँचो मात्रै छ है हौ त्यो चाहिँ बल्छ त्यो त होइन त्यो त सोलर प्लेट लेट्स गो कुन बोक्नु यो त नबोकौँ है होइन कोइला हुन्छ होला बोक्नु न यो दुईवटा मैले यो बोकेँ हो सुक्खा कहाँ छ यो सुक्खा है हाम्रो आज हाम्रो टिमले यहाँबाट सेप रहेछ दाउरा त्यो भएर बोक्यो गाइस तपाईँहरू चाहिँ अब दाउरा पाइहाल्छ है पहिला कति पाइहाल्छ अब तपाईँहरूलाई चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ लाइक ट्रेकिङहरू हिँड्दा चाहिँ तपाईँ अलिक टाइम लिएर हिँड्नुहोस् अब लक्कीली हामीले दाउराहरू पाइहाल्यो तर अब यस्तो वेदरले अलिक साथ नदिएको कारणले गर्दा पानीहरू पर्दाखेरि चाहिँ दाउराहरू पाउनु अलिक साह्रै छ अब इफ तपाईँहरूले स्टपहरू बोक्यो भने नुनहरू त थिएछ नि होइन मा पर छ हौ अलिअलि त यो बोल्छ जस्तो लाग्यो नि कि ठिकै छ बमफोक चाहिँ बोक्यो होइन डल्लै लुगा सुकाउनु लागि चाहिँ बोकेको आज चाहिँ गाइस बेलुका पनि दुःख गर्छ केटाहरूले या वो यहाँभित्र थिएन यहाँभित्र पनि एकताल हेरिदिउँ लगा दो लाइट कैमरामैन जल्दी फोकस करो ये तो नहीं है इधर तो यो होइन के लिएछ कृपया मैला नगरौँ यो त कसैले फलो गरेको छैन हामीले चाहिँ आएर तर उयो घरमा पुरा सफा गर्थ्यौँ हामी चाहिँ मिली पैसा चाहिँ सबै गरिहाल्छौँ हो अब यस्तो छ है गाइस यो चाहिँ नि वान अफ द बेस्ट थिङ चाहिँ के छ भने चाहिँ यहाँनिर चाहिँ यति प्रपर बाटोहरू बनाइदिएको रहेछ हो अब हामी जहाँ बस्दैछ त्यहाँ आइपुग्न आँट्यो हाम्रो किचन आजको यस्तो छ अवस्था दाउराहरू अलिअलि छ जहाँ बाल्दा पनि हुन्छ मामा यो पनि रहेछ मोमबत्ती पनि रहेछ छैन ग्यासै छैन है यसमा त रहेछ लाइटर बाल्नु पऱ्यो नि त्यो अर्को लाइटर म्याजिक माउले खै बाल नि त के भन्नु मोमबत्ती ए मोमबत्ती यहाँ छ त्यो त हाम्रो रुममा पो हुन्छ अहिले हल्का क्यान्डल लाइट डिनरको लागि हल्का इन्तजाम पनि भयो गाइस कहाँ बाल्नु आएको छ न यो भुइँमै बाल्नुपर्छ होला यहाँ बाल्नु ल यहाँ पनि सेकाउनु पर्छ दाउरा होइन यहाँ भुइँमै बालिदिउँ कि त्यो त यहाँ हो यहाँ बाल्यो कि के हामीलाई के चाहियो के उयो गर्ने भने
अब तर कृपया मैला नगर्नु भनेको थियो तल चाहिँ, तर हेर्नुहोस् गाइस अब यो त केही भन्दिनँ। यो चाहिँ यो सबै एउटा संस्कार हो घरदेखि। हामीले त अघि कति कति सफा गर्थ्यौँ होइन। तपाईँहरूले पनि आएर यस्तो चाहिँ नगरिदिनुहोस् है। अब जसले गर्यो त्यो चाहिँ त्यसलाई चाहिँ म थ्याङ्क यू भन्न चाहन्छु। यस्तो चाहिँ नगर्नुहोस् प्लिज। मैलाको चाहिँ यो त होली प्लेस हो कि अब ओके इन्जोयमेन्ट गर्छ यो खायो खट्टुहरू त के गरेको यो बाहिर हेर्नुहोस् ल गाइस। यति बेसी हामीले अघि यहाँ पर चाहिँ थुपा दिएको छौँ कि सफा गरेर गाइस। यहाँनिर हामीले चाहिँ यति ज्यादा थुपा दियौँ सबै खाएर ल्याङ फ्याङ ल्याङ फ्याङ ल्याङ फ्याङ यो अब भिजिहाल्यो हामी नभए यो डढाइ पनि दिन्थ्यो हो। अन्त हामीले रुम चाहिँ नि यो रुम चाहिँ यति घिनलाग्दो कन्डिसनमा थियो तर विमल दा म यता सैलेन्डमा भएर चाहिँ यो रुम चाहिँ अलिक खेल्ने कन्डिसनमा बनाएको छौँ। सबै सफा गऱ्यो सबै सफा हुन्छ यो चाहिँ सबै मैला होइन यो चाहिँ हाम्रो सामान हो। जुगाड ऊ त यता म त योपालि ल्याउनु बिर्सेछु यता बिमा दाजु ल्याएछ ठिकै छ त्यस्तो उयो पनि छैन हाम्रो यता हेलो त्यो बुच्चो लागि ल्याएको यहाँनिर होइन फेरि राखिराख्नु है चिसाहरू बोकौँ न आगो बाल्ने यसो यो छ त्यो पनि लैजाउँ यो चाहिँ हाम्रो यही हो हाम्रो साराहरू चाहिँ यसले गर्दा चाहिँ हामी कहाँदेखि आइपुग्यौँ हो यही हो। तपाईँले हेर्न सक्नुहुन्छ लुगाहरू सुकिरहेछ। अनि को हो त्यो आउने को चाहिँ हो गाइस तपाईँलाई देखाइन्छु हामीले कस्तो रुम चाहिँ यस्तो खालको रुम चाहिँ थियो गाइस। अब यतापट्टिको सफा गरिदिउँ भन्दा पनि अब त्यसो टाइम छैन। यसो त्यो खोलौँ बालुन खोलौँ होइन आगो बाल्नु आगो बाल्नु चाहियो नि हामीलाई हो। हामी आगो बाल्नको लागि खोज्दैछौँ हजुर जाउँ न सबै आम्बोलो सबै थालदेखि लिएर झर्के थाल होइन झर्के थाल भन्दा यहाँ अस्ति नो टेन्सन ती हेर्नुहोस् न खाएर चम्चीहरू सेकुवा बनाउँथ्यो अहिले यो चाहिँ सेकुवाको लागि एमडिएच पाउडर ए मामा यो बालिदिउँ न अलिक। हामी चाहिँ यो मैला यसरी हामी थुपार्यौँ हो सबै हामी यो गरिदिँदैछौँ डढाइदिँदैछौँ गाइस। तपाईँहरू आएर यस्तो नगरिदिनुहोस् प्लिज। यो अब भन्दा पनि सिकाएको जस्तो हुन्छ कि तर प्लिज एउटा हुन्छ नि अलिकति सो सम म्यानर है। तपाईँहरूले म्यानर सो गर्नुहोस् है यसरी चाहिँ नगर्नुहोस् तपाईँहरूले। यहाँनिर अब आई डोन्ट नो यो टुरिज्मले हो या लेप्चा कम्युनिटीले मागेर यतिको यहाँनिर चाहिँ यतिको डेभलप गरेको रहेछ होइन। तर गाइस तपाईँहरूले चाहिँ सो सम म्यानर यसरी नगर्छ। हामीले त यत्रो थुपारेर यो डढाइदिँदैछौँ हो। यस्तो दामी एभाइलेबल यति सबै एभाइलेबल रहेछ तर तपाईँहरूले चाहिँ प्लिज यस्तो चाहिँ म के भन्नु गाइस नगरिदिनुहोस् होइन भन्दा पनि सिकाएको जस्तो हुन्छ कि तर अब बाल्दीमा आगो तपाईँले काट्दै अब गाइस हाम्रो आगो बल्यो आगो बल्यो सेकुवा हुन्छ अब सेकुवा हुन्छ कोइला नसोच्नुहोस् यो पालि हामीले सेकुवा यसपालि त आफू सेकुवा यो पालि चाहिँ हामी वेट ड्राई आगो वेट नगरेको साथी अस्तिको पालि चाहिँ आगो साह्रै परेको थियो मेरो त हाफ ज्याकेट बङ्गै आगो लागेको छैन नि किचन है यो चाहिँ हाम्रो आजको रुम चाहिँ उता छ हो। रुम अस्तिको पनि दुईवटा रुम थियो यो पालि पनि दुईवटा रुम हो। हामी अलिक सफा गरेर एउटा रुममा बसेको छ। आज आगो पनि दामी बल्यो हो।
कोई और है मेरी तरह कैसे हुआ तू इतना जरूरी कैसे हुआ तू इतना जरूरी कैसे हुआ हम तो ऐसे हुआ है ये स्लीपिंग बैग हम लोग तो सो गए अयो 1 2 3 मैं तो हाम्रो सिंगल हिँड्नुपर्छ भुलिदेऊ तिमी टाढा भइदिए पनि नभुलिदेऊ तिमी मलाई ओझो टप बाबा टप नाइ सरी एक दुईवटा अझै छ गिटारहरू बजाएको बजाएको ट्र्याक सुनाउनु नि त्यहाँदेखि दिनु ऊ नै हो स्वयं ऊ नै हो ऊ चाहिँ मोटर ब्यान्डको चाहिँ ओभर फिटनेस ब्यान्ड हो भोकल पनि राम्रो छ गिटार पनि राम्रो बिचराले प्लेटफर्म नपाएर मात्रै हो कि अन्त एम्सहरू छ डी र एमाइन हो टप दामी यो त तपाईँको रिदम होइन प्लकिङमा गीत गाएको हो बुझ्नुभयो इङ्ग्लिस पनि गीत आउँदो रहेछ त मामा ग्यास अब चाहिँ हाम्रो अलिअलि के सब्जेक्ट पारेर चाहिँ यता सिरानीमा हावा हाल्नु थालिहाल्यो हो मैले त ल्याउनै बिर्सेछु नि छ्या यता त आरामले सिरानी लगाएर सुत्ने रहेछ हो यताको पनि सिरानी छैन भन्दै थियो हो अब यस्तै खिचिमिची खाएर चाहिँ हामीले आज चाहिँ सुताइ अब हाम्रो यो फर्स्ट एपिसोड चाहिँ हाम्रो यहीँनिर समाप्त हुन्छ जे भने पनि यही हो यहाँनिर वाइवाई नै कति 20 प्याकेट त वाइवाई नै छ बिस्कुटहरू 5 प्याकेट केहरू छ तर खानेहरू बन ब्रेडहरू के हो अघि सो गाइस अब चाहिँ हाम्रो स्लिपिङ टाइम हो टाइम कति हो घडी पनि ऊ माथि राखिरहेको छ हो 9 बजी छैन ए 8 बजी होला 7:45 भएछ 46 भएछ सो गाइस अब चाहिँ हाम्रो यो भिडियो चाहिँ यहीँनिर समाप्त हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सी यू नेक्स्ट टाइम एन्ड गुड नाइट बाई सी यू टुमोरो भेटौँला अर्को नेक्स्ट एपिसोडमा अर्ली इन द मर्निङ यहीँबाट सुरु हुन्छ मर्निङको अलिक यसो अब हिजो त अलिक अघि मिस्टीमा हेरेको थियो भ्यू अब भोलिको चाहिँ के हुन्छ कस्तो हुन्छ हामीलाई थाहा छैन सो भोलि भेटौँ अर्को एपिसोडमा बाई बाई